हेलो गाइस, हामी चाहिँ आज शिवपुरी जाँदैछौँ। शिवपुरीको विष्णुद्वार भन्ने ठाउँमा र हामीसँग 3 भाइ छ। हामी यहाँ एक भाइ छ, एउटा भाइ चाहिँ पछाडि छ, अलिकति देखिन्छ होला। ल फाइनल गाइस नारायण पुग्यो है। अब यसै 5 मिनटमा नारायण पुगिन्छ है। अहिले नै हामी फाइनली हामी मन्दिर पुग्यो गाइस। यो अब टिममा छ टिममा छ नि। फाइनली मन्दिरको गेट चाहिँ यहाँबाट छ। अगाडि हाम्रो टिम अहिले अलि नजिक आइपुग्यो अब होइन। अब एकछिन 10-15 मिनटमा पुगिन्छ होला सायद। थाकिसक्यो। ब्याक साइड हामीले त्यहाँ तल्लोबाट हिँड्दै आएको, त्यो भने तल्लोबाट हेर्ने होइन। थाकिसक्यो, लास्टै थाकिसक्यो। नारायण थान चाहिँ त्यहाँ है, त्यहाँ छ नारायण मन्दिर चाहिँ। उताबाट जानुपर्छ, यहाँबाट जानु मिल्छ खासमा। त्यो उताको बाटो हो। एकदम राम्रो छ है, भ्यूहरू चाहिँ राम्रो छ होइन। हामी चाहिँ यताबाट चाहिँ शिवपुरी ब्लक जान लागेको। फाइनली जाँदैछौँ गाइस। थाकिसक्यौँ हामी, तल्लोदेखि हिँड्दै आएको, स्याहाँ भइसक्यो। होल्डे स्टोर होल्डे इन रिसोर्स यता छ है गाइस। फाइनली शिवपुरीको गेटमा पुग्यो हामी। पुग्न हल्का लाग्यो, पुगिसक्यो हामी। सामानहरू पनि बोकिसक्यो। वेलकम टु शिवपुरी। हामीलाई चाहिँ आउनु होला, एकदम राम्रो ठाउँ छ। फाइनली हामी भित्र पसिसक्यो, प्रवेश भइसक्यो। भित्र पसिसक्यो होइन, अन्त हामी हिँड्दैछौँ। बाघ साग नभेटोस्। पागल हो होइन। कति राम्रो है। यस्तो राम्रो ठाउँ। तपाईँहरू पनि पक्कै आउनु होला है गाइस। हजुरहरू पनि विशेष गर्नु होला यतातिर होइन। के भन्नुहुन्छ कि हामी चाहिँ अब आधी घन्टा सुन्दर आइसकेछौँ। भित्र टिकट काटेर भित्र छिरिसकेका छौँ। अब यो हामी आधी घन्टाको बाटो जान्छौँ, किनभने आज हामी ढिलो भएको छौँ। त्यसैले फ्रुटीहरू ल्याएको छौँ। यस्तो राम्रो ठाउँ छ होइन। अब यहाँ 1-2वटा फोटो पनि सुट गरिन्छ होला होइन। गाइस हामी चाहिँ सिडी चढिसक्यौँ। अब हामी सिडी चढिसक्यौँ। यतिको शीतल चाहिँ हुनुपर्छ है गाइस। तपाईँहरू पनि घरमा अल्छीहरू के लाग्यो भने चाहिँ यता आउँदा हुन्छ है घुम्नको लागि। यसो खल्तीमा धेरै नभए नि 1000 भयो भने यहाँसम्म ट्याक्कै पुगिन्छ, रमाइलो पनि हुन्छ। खाजा सबै गरेर 1000 रुपियाँ भएपछि तपाईँहरूलाई। अझै हामी सिडी चढिरहेको छौँ। हुन्छ कति राम्रो हरियाली। त्यसैले अरूमाथि विश्वास नगर। थाकिसक्यो हामी।
जे पत्नु पर्छ हल्का हो हिँड्न हड्डी होइन होइन हड्डी होइन चड्डी पनि थियो हड्डी होइन चड्डी नि हामी 3 जना मात्रै आएको होइन यहाँ काठमाडौँको भ्यू नै हेर्नु मिल्दैन रहेछ त्यही भने हामीलाई यस्तो त्यही भने होइन प्रगति हुनको लागि त केही पनि यसो मेडिसिनहरू खाने एनर्जी बढाउने अनि पो खाइदिनु भाइ मेडिसिन भयो ओहो यो भन्दा सिधा भरिङ त राम्रो भनेको तर भएन यस्तो भन्दा खुट्टा दुखान मात्रै हो टक गर्ने होइन आनीको मको टक आनीको माउ त पर्यो कहाँबाट खाँदै आनीको नि पर्दैन यस्तो भएन छ है गाइस तपाईँहरू आउनु भयो भने चाहिँ केही छैन केटी हो भने चाहिँ प्लिज मलाई सम्पर्क गर्नु होला भर्याङ चढ्नुपर्छ त्यति हो घुमाइदिन्छु केटीहरूलाई घुमाउनुलाई चाहिँ हाम्रो यता पेम्बर सर म घुमाइदिन्छु सबै गाइड गर्नको लागि चाहिँ हामी 3 सर ट्रेनिङ सर बिचरा डिप्रेसन नो एनर्जी वेस्ट वा जाने सर गाइस यस्तो सिडी चढ्न थाल्यो भने चाहिँ होइन छिटै प्रगति गर्छ प्रगति होइन धेरै नै प्रगति गर्छ झन् त्यहाँ माथिबाट पानी आउनुपर्छ वा पानी पर्छ हाइकिङ गर्ने मान्छे सेट सेट हाइकिङ गर्ने मान्छेहरू त्यही भएर छ ऊ यहाँबाट चाहिँ देख्दैछ काठमाडौँ भ्यूहरू काठमाडौँ भ्यूहरू यहाँबाट चाहिँ देख्दैछ हल्का फुल्का देख्ने आमा ओहो तुगाल चढ्न थाल्दा बोक्न थाल्यो अन्त नि भयो तेरो आइपेड तैसँग राख एकछिन रेस्ट गर्छौँ हामी टुरमा जानुपर्छ यस्तो बाटोमा हिँड्नु परिरहेछ राम्रै बाटो रहेछ त्यो अघि नै सिडी राम्रो थियो होला हौ योभन्दा त ढुङ्गै ढुङ्गा खाडाङ घुडुङ दुईजना यस्तो राम्रो बाटो आऊ सो नाइस कहिले चाहिँ पुगाउला भइसक्यो हामीलाई तर हामी हिँडेको आधी घन्टा जति भयो होला अझैसम्म पुगेको छैन यस्तो उखालै बाटो छ क्या यस्तै सबैजनाले हेरिदिनु होला र लाइक कमेन्ट सेयर सब्सक्राइब भनिदिनु है गाइज अब म पनि यस्तै ब्लगर भन्नु पर्ला होइन गाइज सेट यस्तो गरी भइसक्यो लास्टै थाकिसकेँ यस्तो बाटो त खतरा बाटो हो अझै पनि आधी घन्टा लाग्छ होइन हामी विष्णुद्वारा पुग्न यो बाटो जान्छौँ ल हामी चाहिँ यता हिँड्छौँ स्टार यस्तै बाटो भएको भए चाहिँ हामी जति घन्टा हिँड्थ्यो कि होइन त्यो अघि जस्तो कालो होइन अब यस्तो बाटो चाहिँ हिँड्न अलिक हुन्छ नि त हिँडेको जस्तै हुन्छ रोटी रोड आज त ह्याप्पी छ किनभने उकालोको बाटो हिँड्नु परेको छैन नि त त्यसैले ह्याप्पी छ भयो 3 घन्टा हिँडेको भयो त्यो म थाकेको छैन थाकेको छैन कहाँ थाकेको छ म त थाकेकै छैन होइन खुट्टाहरू पुरा ल्याङ ल्याङ हिँडिरहेको छ थाकेको छैन हामी थाकेको होइन कि त्यसलाई थकाइ मारेको हामी हो थाकेको हो गाइस हाम्रो टिफिनबाट भन्नुपर्दा कोड चाहिँ अब नास्ता गरेको खायो सुतेर बसेको त्यो चाहिँ आज पुरै मिलाएको के छ त्यो म पनि थाकेको छैन है गाइस खाना म पनि थाकेको छैन गीत हेरौँ गाइस दाइको गीत चाहिँ फेरि बोबाल छ है सम्झाए नि बुझे नि
हो छ पानी वाह सायद अघि मैले त्यहाँ मुतेको थिएँ होला चिसो पानी हो हामी नि गएर भिडियोमा भयो मुनि पनि धोर के हुँदैन कफेमा आनन्द लाग्यो चिसो पानी हो चिसो रहेछ होइन ओहो हाम्रो घरमै चिसो भएन स्विमिङ पुल हिँडेन होइन कस्तो पानी एकदम चिसो यत्तिको चिसो पानी भयो भने चाहिँ है फ्रेस भयो अब चाहिँ होइन 2 घन्टा नि हिँड्नु सकिन्छ छेमा त छ है 2 घन्टा 10 घन्टा हिँड्छु म त हो 10 घन्टा हिँड्नु छ है गाइस फाइनली चाहिँ मुख पनि धुयो लास्ट चिसो पानी छ सोलुको मुख याद आयो किनभने यसो चिसो पानी हुँदा बचाउन भन्न अहिले फेरि अहिले त्यहाँको आर्मी आउँछ रेप गरेर अति यार अति थाक्यो गाइज सेतो जुत्ता कालो भयो अरे मुतुवा ए भतुवा पो सरी म त मुतुवा सोच्छु ऱ्याप हान्ना आइस भाइ ओछन में मुतुवा यहाँ पानी खाने भयो ऊ पानी खाने भयो यहाँ चाहिँ हस्पिटलमा त अफकोर्स भन्नु भयो सिङ्गरहरू हजुरहरूको साथीहरूलाई पनि सिङ्गर चाहिँ एकजना ल्याउनै पर्छ है अलि रमाइलो हुन्छ मेरो चाहिँ दाइ आफ्नै सिङ्गर भएर हाम्रो बसेछ गाइस फाइनल अब यहाँ चाहिँ काठमाडौँको भ्यू हेर्न सक्नुहुन्छ होइन मैले भने होइन भ्यूदेखि काठमाडौँ हेर्दा गाइस अझै घामको बाटो हिँड्नुपर्ने छ काठमाडौँ भ्यू लाग्छ हामी त त्यहाँबाट आएको पापा कति टाढाबाट आएको घाममा हिँड्नुपर्छ
खै कहाँ जान्छ राति राति सुत्छ नि भागेन चाबी लिएर हिँड्दैन नि कस्तम त्यो केटीहरूको त्यो कपाल विकहरू लगाएर जान्थ्यो यहाँ त्यस्तो लाग्यो अनि आएको चाहिँ गरौँबाट यति गर्ने अब हामी कहाँ पुग्न लाग्यो हामी अब फाइनली पुग्यो गाइस पुगेन भने मैले अब पुग्न आँटेछ बेच सेट झर्ना भनेको त होइन सायद अनि यति ल बुक किन भयो त्यो मात्रै त्यसले के छ विचार सुमी कस्तो राम्रो ओ आऊ त्यहाँ त्यो लास्टको हुन्छ नि लास्टको कभर कभर हो अझै पनि हिँड्नुपर्ने छ त्यहाँ 30 मिनट भनेछ कस्तो है 30 मिनट भन्दा त कस्तो मनै सिरिङ्ग हुने क्या किन रिस उठ्ने फेरि उकालो चढ्नु पऱ्यो क्या अब फेरि आमामामा यस्तो राम्रो बाटो हिँडिरहेको मान्छे फेरि उकालो बाटो चढ्नु पऱ्यो ल फाइनली विष्णु गौर मन्दिर पुग्यो हामी तल सधैँ अब हामी अब तल झरेका छौँ विष्णु मन्दिर यहाँ माथिबाट झरेको खोला खोला तल चाहिँ मन्दिर छ ल त्यो हामीले अघि हामी गएको पानी त्यो उयो झर्ने यही पानी होइन यही पानी गराउनुहुन्छ दर्शन पनि गर्न पायो होइन मन्दिर फाइनली अब यस्तो आउँदा बेसी फेरि बेसी गर्नुपर्छ भिडियो मेनहरू क्यामेरा ल फाइनली पुग्यो कहिले बस्नु घन्टी बस्नु त बताउने छैन कता जाने मिल्यो ल तल जान पर्छ मिले त्यति गरे विष्णुद्वारा मन्दिर पुगिसकेको थियो हामी अब हामी चाहिँ खाजा खान लाग्यो यस्तो आनन्दको पानीको छलको साथ हामी खाजा खान्छौँ हाम्रो खाजामा के चाहिँ त्यो मेरो कस्तो कहाँ गएको मेरो
हेर सिकारीहरू आउँछ यहाँ त आउँदैन भन न के माने यसमा नि कल गरेर छ त्यसमा हाल्नु पर्छ कति मिस गरेर निकाल्नु त्यही मिक्स भइसक्यो यसको साथ गाबाको जुस र यता एप्पलको जुस खाँदैछ पेम्बा सरले आइसक्यो थाम्नु न खाना खान्छ नपखाइ खाइ एकदम मिठो फाइनली हामी अब फर्किन आँटेको खाजासाजा पनि खाइसक्यो हामीले अब यसो एक दुईचोटि यताउति हेर्ने यसो माथितिर यसो हेर्नु अब के त्यही हो बागडोग्राको मन्दिर चाहिँ यहाँ भयो होइन अब एक दुईवटा फोटो खिच्छौँ अनि त्यसपछि हामी चाहिँ जान्छौँ यहाँबाट गाइज सबैलाई लाइक कमेन्ट सब्सक्राइब सेयर गरिदिनु होला है